नमस्कार साथीहरू रातिको मध्यराति हाम्रा बालेन्साले अङ्ग्रेजीमा गाली दिएछन् सबैलाई अङ्ग्रेजीमा गाली दिएपछि सबै तर्सेका छन् भने राति नै राति नै स्ट्याटस भइसकेका छन् हाम्रा बालेन्साले यो विधिको गाली वा एउटा आफू एउटा पदमा बसेको मानिसले चाहिँ राजनीतिक दल देश र कुनैप्रति यति धेरै अङ्ग्रेजीमै गाली दिनुपर्ने अवस्था आउँदाखेरि चाहिँ त्यसले चाहिँ अर्थ भिन्दै राख्दछ र त्यहाँभित्र लुकेका कुराहरू भिन्न भिन्दै हुनसक्छ भने त्यो अर्थलाई लुकाइरहेका छन् भने त्यो स्ट्याटस आफै डिलेट पनि गरिसकेका छन् यसले चाहिँ समाजमा एउटा भिन्दै नकारात्मक प्रभाव पार्छ र यतिको सुनको व्यक्तिले यो गर्दा घटेर चाहिँ हामी सोचिरहेका थियौँ तसर्थ साथीहरू हामी सचेत रहौँ हरेक व्यक्तिले हरेक खेलमा गरेका साना साना त्रुटि र बडा निस्किने क्षतिबाट चाहिँ हामी बस्नुपर्छ र तपाईँहरू सबै साथीहरू कमेन्ट गर्नुहोला उहाँको यो इम्प्याक्ट कतिको पर्छ र ब्यालेन्स शाह ह्यासट्याग ब्यालेन्स शाह भन्ने कुरालाई चाहिँ म कुरा गर्दैछु र तपाईँहरू भन्नुहोला स्ट्याटस चाहिँ डिलिट भइसकेको छ म एट्याच राखिदिन्छु है